हेलो एन्ड नमस्ते वेलकम टु इङ्ग्लिस लर्निङ च्यानल। आजको यस नयाँ क्लासमा तपाईँलाई स्वागत छ। आजको भिडियोमा हामी खाना पकाउँदा प्रयोग हुने 100 प्लस अङ्ग्रेजी शब्द सिक्नेछौँ। खाना पकाउने क्रममा हामी धेरै प्रकारका सामग्री, प्रक्रिया, उपकरण र स्वादको बारेमा कुरा गर्छौँ। तर अङ्ग्रेजीमा यिनी शब्दहरू कसरी बोल्ने भनेर थाहा नहुँदा धेरैलाई गाह्रो महसुस हुन सक्छ। यस भिडियोमा हामी खाना पकाउने क्रियाहरू, उपकरणहरू, खाद्य सामग्री र स्वादको वर्णन गर्न प्रयोग हुने मुख्य अङ्ग्रेजी शब्दहरू नेपाली अर्थसहित सिक्नेछौँ। यसले तपाईँलाई दैनिक जीवनमा खाना पकाउने बेला अङ्ग्रेजी बोल्न सजिलो बनाउनेछ। यदि तपाईँ अङ्ग्रेजी सिक्न चाहनुहुन्छ भने भिडियो पुरा हेरी नोट गर्नुहोला र अभ्यास पनि गर्नुहोला। आउनुहोस् भिडियोलाई सुरुवात गरौँ। लेट्स गेट स्टार्टेड। पहिलो रहेको छ बोइल। बोइल भनेको उमाल्नु। उमाल्नुलाई इङ्ग्लिसमा बोइल भनिन्छ। BOIL बोइल भनेको उमाल्नु। बोइल। फ्राई। फ्राई भनेको तार्नु। तार्नुलाई इङ्ग्लिसमा फ्राई भनिन्छ। फ्राई। तेलमा तार्नुलाई इङ्ग्लिसमा फ्राई भनिन्छ। फ्राई भनेको तार्नु। फ्राई। रोस्ट। रोस्ट भनेको सेक्नु। सेक्नुलाई इङ्ग्लिसमा रोस्ट भनिन्छ। रोस्ट। रोस्ट भनेको सेक्नु। रोस्ट। बेक। बेक भनेको पकाउनु। पकाउनुलाई इङ्ग्लिसमा बेक भनिन्छ। बेक। ग्रिल। ग्रिल भनेको ग्रिलमा सेक्नु। ग्रिलमा सेक्नुलाई इङ्ग्लिसमा ग्रिल भनिन्छ। ग्रिल। बाफमा पकाउनुलाई इङ्ग्लिसमा स्टिम भनिन्छ। बाफमा पकाउनुलाई इङ्ग्लिसमा के भनिन्छ त? स्टिम भनिन्छ। जस्तो स्टिम मोमो अथवा हामीले भन्छौँ नि कुनै चिजलाई बाफमा चाहिँ पकाएकोलाई चाहिँ हामी के भन्छौँ त? स्टिम भन्छौँ। स्टिम भनेको बाफमा पकाउनु। चलाउनुलाई इङ्ग्लिसमा स्टायर भनिन्छ। स्टायर। स्टायर भनेको चलाउनु। स्टायर। सानो सानो टुक्रा गरेर काट्नुलाई चप भनिन्छ। चप भनेको सानो सानो काट्नु। सानो सानो टुक्रा गरेर काट्नुलाई चप भनिन्छ। चप। डाइस। डाइस भनेको पासा आकारमा काट्नु। पासा आकारमा काट्नुलाई डाइस भनिन्छ। DICE। डाइस। डाइस। स्लाइस। स्लाइस भनेको पातलो काट्नु। पातलो काट्नुलाई इङ्ग्लिसमा स्लाइस भनिन्छ। जस्तो प्याजको स्लाइस, काँक्राको स्लाइस, मुलाको स्लाइस भनेर हामीले भन्न सक्छौँ। सो स्लाइस भनेको के हो त? पातलो टुक्रा। मिच्नुलाई इङ्ग्लिसमा मास भनिन्छ। मास भनेको मिच्नु। मिच्नुलाई इङ्ग्लिसमा के भनिन्छ त? मास। MASS। मास भनेको मिच्नु। मास। किच्नु। किच्नु अथवा किच्नुलाई इङ्ग्लिसमा के भनिन्छ? ग्रेट भनिन्छ। GRATE। ग्रेट भनेको किच्नु। ग्रेट। बोक्रा हटाउनुलाई इङ्ग्लिसमा पिल भनिन्छ। फिल। जस्तो सुन्तलाको बोक्रा हटाउनु अथवा चाहिँ आलुको बोक्राहरू हटाउनुलाई के भनिन्छ त? फिल भनिन्छ। PEEL। पिल भनेको बोक्रा हटाउनु। पिल। ब्लेन्ड। ब्लेन्ड भनेको मिक्स गर्नु। मिक्स गर्नुलाई इङ्ग्लिसमा के भनिन्छ? ब्लेन्ड भनिन्छ। ब्लेन्ड। मिक्स। मिक्स भनेको मिश्रण बनाउनु। मिश्रण गर्नुलाई मिक्स गर्नुलाई इङ्ग्लिसमा के भनिन्छ? मिक्स भनिन्छ। मिक्स। मिक्स भनेको मिश्रण बनाउनु। मिक्स। पिठो मोल्नु। पिठो मोल्नुलाई इङ्ग्लिसमा के भनिन्छ? निड भनिन्छ। निड भनेको पिठो मोल्नु। निड। KNEAD। निड भनेको पिठो मोल्नु। मसला लगाएर राख्नुलाई इङ्ग्लिसमा के भनिन्छ? म्यारिनेट भनिन्छ। म्यारिनेट भनेको के हो त? मसला लगाएर राख्नु। जस्तो हामीले मासुहरू पोल्नका लागि म्यारिनेट गरिन्छ अथवा चाहिँ माछा फ्राई गर्नका लागि म्यारिनेट गरिन्छ नि हो। मसला लगाएर राख्नुलाई इङ्ग्लिसमा म्यारिनेट भनिन्छ। म्यारिनेट भनेको के हो त? मसला लगाएर राख्नु। सिजन। सिजन भनेको मसला हाल्नु। सिजन भनेको के हो त? मसला हाल्नु। मसला हाल्नुलाई इङ्ग्लिसमा सिजन भनिन्छ। सिजन। फिट्नुलाई इङ्ग्लिसमा विस्क भनिन्छ। कुनै चिजहरू फिट्नु पर्ने हुन्छ नि, सो दही फिट्नु पर्ने हुनसक्छ अथवा चाहिँ कफी फिट्नु पर्ने हुन्छ, त्यो फिट्नुलाई इङ्ग्लिसमा विस्क भनिन्छ। विस्क भनेको फिट्नु। विस्क। खन्याउनुलाई इङ्ग्लिसमा पोर भनिन्छ। पोर भनेको के हो त? खन्याउनु। पोर। POUR। पोर भनेको खन्याउनु। धिमी आँचमा उमाल्नु अथवा सानो आगोमा उमाल्नुलाई इङ्ग्लिसमा के भनिन्छ? सिमर भनिन्छ। सिमर भनेको धिमी आँचमा उमाल्नु। सिमर। सानो आगोमा उमाल्नु। सिमर। हल्का तेलमा सेक्नुलाई इङ्ग्लिसमा के भनिन्छ? साउट भनिन्छ। साउट भनेको हल्का तेलमा सेक्नु। साउट।
मासु काट्नुलाई इङ्ग्लिसमा के भनिन्छ? कार्भ भनिन्छ। CARVE कार्भ भनेको मासु काट्नु, कार्भ। स्प्रेड स्प्रेड भनेको फैलाउनु, फैलाउनुलाई इङ्ग्लिसमा के भनिन्छ? स्प्रेड भनिन्छ, स्प्रेड स्प्रेड। स्वाद लिनुलाई इङ्ग्लिसमा टेस्ट भनिन्छ, टेस्ट भनेको स्वाद लिनु, टेस्ट। कराईलाई इङ्ग्लिसमा के भन्छ? तरकारी पकाउने कराईलाई इङ्ग्लिसमा के भनिन्छ? प्यान भनिन्छ, फ्यान, PAN, प्यान भनेको कराई, प्यान। भाँडोलाई इङ्ग्लिसमा के भनिन्छ? पट भनिन्छ, पट, पट भनेको भाँडो, पट, POT, पट। ओभन भनेको चुलो, यो पनि चुलो हो, ओभन चुलो, ओभन चुलोलाई इङ्ग्लिसमा ओभन भनिन्छ, OVEN, ओभन भनेको ओभन। चुलोलाई इङ्ग्लिसमा स्टोभ भनिन्छ, स्टोभ भनेको चुलो, STOVE, स्टोभ भनेको चुलो, स्टोभ। नाइफ, नाइफ भनेको चक्कु, चक्कुलाई इङ्ग्लिसमा नाइफ भनिन्छ, KNIFE, नाइफ भनेको चक्कु, चक्कुलाई नाइफ भनिन्छ, नाइफ। काट्ने पार्टीलाई इङ्ग्लिसमा के भनिन्छ? तरकारी काट्ने जुन बोर्ड हुन्छ नि, हो त्यो पार्टीलाई चाहिँ इङ्ग्लिसमा के भनिन्छ? कटिङ बोर्ड। कटिङ बोर्ड भनेको काट्ने पार्टी, हामी तरकारीहरू काट्छौँ, प्याज काट्छौँ, लसुनहरू काट्छौँ नि, हो त्यो काट्ने पार्टीलाई चाहिँ इङ्ग्लिसमा कटिङ बोर्ड भनिन्छ, कटिङ बोर्ड। किस्नी अथवा चाहिँ त्यो किच्नुलाई इङ्ग्लिसमा ग्रेटर भनिन्छ, ग्रेटर भनेको पिस्नु, किस्नु, किस्नुलाई ग्रेटर भनिन्छ, GRATER, ग्रेटर भनेको किस्नु। मिक्सर, मिक्सरलाई इङ्ग्लिसमा ब्लेन्डर भनिन्छ, मिक्सरलाई इङ्ग्लिसमा के भनिन्छ त? ब्लेन्डर भनिन्छ, BLENDER, ब्लेन्डर भनेको मिक्सर, ब्लेन्डर। स्पोन, स्पोन भनेको चम्चा, चम्चालाई इङ्ग्लिसमा स्पोन भनिन्छ, स्पोन, स्पोन भनेको के हो त? चम्चा, स्पोन। कर्छुलीलाई इङ्ग्लिसमा ल्याडल भनिन्छ, ल्याडल भनेको कर्छुली, LADLE, ल्याडल। फिट्ने चिजलाई इङ्ग्लिसमा विस्क भनिन्छ, WHISK, विस्क भनेको फिट्ने चिज, विस्क। चिम्टालाई इङ्ग्लिसमा टङ्स भनिन्छ, टङ्स भनेको चिम्टा, TONGS, टङ्स भनेको चिम्टा, टङ्स। रोलिङ पिन, रोलिङ पिन भनेको बेलना, बेलनालाई इङ्ग्लिसमा के भनिन्छ त? रोलिङ पिन भनेको हामी रोटी बेल्नेलाई चाहिँ के भन्छौँ त? रोलिङ पिन भन्छौँ। चाल्नी, चाल्नीलाई इङ्ग्लिसमा स्टेनर भनिन्छ, स्टेनर भनेको चाल्नी, केही कुराहरू पिठो चाल्नी अथवा चामल चाल्नी, जे कुराहरू तोरी चाल्नी, जे कुरा चाल्ने हुन्छ नि, हो चाल्नीलाई इङ्ग्लिसमा स्टेनर भनिन्छ, स्टेनर। चिया छान्नेलाई स्टेनर भनिन्छ, STRAINER, स्टेनर भनेको चाल्नी। नाप्ने कप, नाप्ने कपलाई इङ्ग्लिसमा मेजरिङ कप भनिन्छ, के भनिन्छ त? मेजरिङ कप, मेजरिङ कप भनेको नाप्ने कप। त्यस्तै नाप्ने चम्चालाई इङ्ग्लिसमा के भनिन्छ? मेजरिङ स्पोन भनिन्छ, मेजरिङ स्पोन, मेजरिङ स्पोन भनेको नाप्ने चम्चा। प्रेसर कुकरलाई इङ्ग्लिसमा प्रेसर कुकर नै भनिन्छ, प्रेसर कुकर। माइक्रोवेभलाई चाहिँ माइक्रोवेभ नै भनिन्छ। ग्यास सिलिन्डरलाई इङ्ग्लिसमा ग्यास सिलिन्डर नै भनिन्छ। भाँडा माझ्ने ठाउँलाई के भनिन्छ त? सिङ्क भनिन्छ, भाँडा माझ्ने जुन ठाउँ हुन्छ नि, हो त्यो ठाउँलाई इङ्ग्लिसमा सिङ्क भनिन्छ, SINK, सिङ्क भनेको भाँडा माझ्ने ठाउँ, सिङ्क। चामललाई इङ्ग्लिसमा राइस भनिन्छ, राइस भनेको चामल, RICE, राइस भनेको चामल। पिठोलाई इङ्ग्लिसमा फ्लोर भनिन्छ, फ्लोर भनेको पिठो, FLOUR, फ्लोर भनेको पिठो, फ्लोर। चिनीलाई इङ्ग्लिसमा सुगर भनिन्छ, सुगर भनेको चिनी, SUGAR, सुगर भनेको चिनी, सुगर। नुनलाई इङ्ग्लिसमा साल्ट भनिन्छ, SALT, साल्ट भनेको नुन, साल्ट। मसलालाई इङ्ग्लिसमा स्पाइसेस भनिन्छ, स्पाइसेस भनेको मसला, मसलालाई इङ्ग्लिसमा के भनिन्छ? स्पाइसेस, स्पाइसेस। बेसारलाई इङ्ग्लिसमा टर्मेरिक भनिन्छ, टर्मेरिक भनेको बेसार, हल्दी अथवा बेसारलाई इङ्ग्लिसमा टर्मेरिक भनिन्छ, टर्मेरिक। खुर्सानीको धुलोलाई इङ्ग्लिसमा चिल्ली पाउडर भनिन्छ, चिल्ली पाउडर भनेको खुर्सानीको धुलो, चिल्ली पाउडर, चिल्ली पाउडर। धनियालाई इङ्ग्लिसमा कोरिएन्डर भनिन्छ, कोरिएन्डर भनेको धनिया, CORIANDER, कोरिएन्डर भनेको धनिया, कोरिएन्डर।
जिरालाई इङ्ग्लिसमा क्युमिन भनिन्छ। क्युमिन भनेको जिरा, क्युमिन, CUMIN, क्युमिन भनेको जिरा, क्युमिन। लसुनलाई इङ्ग्लिसमा गार्लिक भनिन्छ। गार्लिक भनेको लसुन, गार्लिक, GARLIC, गार्लिक भनेको लसुन, गार्लिक। जिन्जर, जिन्जर भनेको अदुवा, जिन्जर भनेको के हो त? अदुवा, अदुवालाई इङ्ग्लिसमा जिन्जर भनिन्छ, GINGER, जिन्जर भनेको अदुवा, जिन्जर। गोलबेडालाई इङ्ग्लिसमा टोमाटो भनिन्छ। टोमाटो भनेको गोलबेडा, टोमाटो भनेको टमाटर, टमाटरलाई इङ्ग्लिसमा टोमाटो भनिन्छ। प्याजलाई इङ्ग्लिसमा ओनियन भनिन्छ। ओनियन भनेको प्याज, ओनियन। आलुलाई इङ्ग्लिसमा पोटाटो भनिन्छ। पोटाटो भनेको आलु, पोटाटो। गाजरलाई इङ्ग्लिसमा क्यारोट भनिन्छ, CARROT, क्यारोट भनेको गाजर, क्यारोट। क्याबेज भनेको बन्दागोपी, बन्दागोपीलाई इङ्ग्लिसमा क्याबेज भनिन्छ, CABBAGE, क्याबेज भनेको बन्दागोपी, बन्दागोपी। स्पाइनिच, स्पाइनिच भनेको पालुङ्गो, पालुङ्गोलाई इङ्ग्लिसमा स्पाइनिच भनिन्छ, SPINACH, स्पाइनिच भनेको पालुङ्गो। दाललाई इङ्ग्लिसमा के भनिन्छ? लेन्टिल्स भनिन्छ। लेन्टिल्स भनेको दाल, लेन्टिल्स भनेको के हो त? दाल, लेन्टिल्स, LENTILS, लेन्टिल्स भनेको दाल। सिमीलाई इङ्ग्लिसमा बिन्स भनिन्छ, बिन्स, बिन्स भनेको सिमी, बिन्स, BEANS, बिन्स भनेको सिमी, बिन्स। मिल्क भनेको दुध, दुधलाई इङ्ग्लिसमा मिल्क भनिन्छ, MILK, मिल्क भनेको दुध, मिल्क, मिल्क भनेको दुध, मिल्क। घिउ मखनलाई इङ्ग्लिसमा के भनिन्छ? बटर भनिन्छ। बटर भनेको घिउ मखन, BUTTER, बटर भनेको घिउ अथवा मखन, बटर। तेललाई इङ्ग्लिसमा ओइल भनिन्छ। ओइल भनेको तेल, OIL, ओइल भनेको तेल, ओइल। भेनेगर भनेको सिरका, भेनेगर भनेको के हो त? सिरका, जुन के अरे अमिलो चिज हुन्छ नि, अमिलोको रूपमा प्रयोग गर्ने चिजलाई भेनेगर भनिन्छ, VINEGAR, भेनेगर। अन्डालाई इङ्ग्लिसमा एग्स भनिन्छ। एग्स भनेको अन्डा, एग, EGGS, एग्स भनेको अन्डाहरू, एग्स। कुखुराको मासुलाई इङ्ग्लिसमा चिकन भनिन्छ। चिकन भनेको कुखुराको मासु, CHICKEN, चिकन भनेको कुखुराको मासु। खसीको मासुलाई इङ्ग्लिसमा मटन भनिन्छ। मटन भनेको खसीको मासु, मटन। फिस भनेको माछा, माछालाई इङ्ग्लिसमा फिस भनिन्छ, फिस। चिज भनेको चिज नै भइहाल्यो, चिज। दहीलाई इङ्ग्लिसमा योगर्ट भनिन्छ। योगर्ट भनेको दही अथवा कर्ड पनि भनिन्छ, कर्ड अथवा योगर्ट भनेको दही। ब्रेड भनेको रोटी, डबल रोटी, रोटीलाई इङ्ग्लिसमा के भनिन्छ त? ब्रेड भनिन्छ। ब्रेड भनेको रोटी, ब्रेड। बिहानको खाजालाई इङ्ग्लिसमा ब्रेकफास्ट भनिन्छ। ब्रेकफास्ट भनेको बिहानको खाजा, ब्रेकफास्ट। दिउँसोको खानालाई इङ्ग्लिसमा लन्च भनिन्छ। लन्च भनेको दिउँसोको खाना, लन्च। डिनर भनेको बेलुकाको खाना, बेलुकाको खानालाई इङ्ग्लिसमा डिनर भनिन्छ। डिनर भनेको बेलुकाको खाना, डिनर। अलिअलि खानेकुरा जस्तो स्न्याक, स्न्याक भनेको अलिअलि खानेकुरालाई इङ्ग्लिसमा के भनिन्छ? स्न्याक भनिन्छ, स्न्याक। खाना पकाउने विधिलाई के भनिन्छ त? रेसिपी भनिन्छ। खाना पकाउने विधिलाई इङ्ग्लिसमा रेसिपी भनिन्छ, रेसिपी। स्वादलाई इङ्ग्लिसमा टेस्ट भनिन्छ। टेस्ट भनेको स्वाद, टेस्ट। तितोलाई इङ्ग्लिसमा बिटर भनिन्छ, BITTER, बिटर भनेको तितो, बिटर। अमिलोलाई इङ्ग्लिसमा सोर भनिन्छ। सोर भनेको अमिलो, सोर, SOUR, सोर। स्पाइसी, स्पाइसी भनेको पिरो, पिरोलाई इङ्ग्लिसमा स्पाइसी भनिन्छ। स्पाइसी भनेको पिरो, स्पाइसी। गुलियोलाई इङ्ग्लिसमा स्विट भनिन्छ। स्विट भनेको गुलियो, SWEET, स्विट भनेको गुलियो, स्विट। साल्टीलाई, साल्टी भनेको नुनिलो, नुनिलो चिजलाई इङ्ग्लिसमा साल्टी भनिन्छ, SALTY, साल्टी भनेको नुनिलो, साल्टी। स्वादिलोलाई इङ्ग्लिसमा डेलिसियस भनिन्छ। डेलिसियस भनेको स्वादिलो,
स्वादिलो स्वादिष्टलाई इङ्ग्लिसमा डेलिसियस भनिन्छ। DELICIOUS डेलिसियस भनेको स्वादिलो। ब्लेन्ड ब्लेन्ड भनेको फिका, फिकालाई इङ्ग्लिसमा ब्लेन्ड भनिन्छ। BLAND ब्लेन्ड भनेको फिका, ब्लेन्ड। र र भनेको काँचो, काँचोलाई इङ्ग्लिसमा र भनिन्छ। RAW र भनेको काँचो, र। रिप रिप भनेको पाकेको, पाकेकोलाई इङ्ग्लिसमा रिप भनिन्छ। RIPE रिप भनेको पाकेको, रिप। कुहिएकोलाई इङ्ग्लिसमा रोटन भनिन्छ, रोटन भनेको कुहिएको। ROTTEN रोटन भनेको कुहिएको, रोटन। बन्ड बन्ड भनेको जलेको, बन्ड भनेको जलेको। BURNT बन्ड भनेको जलेको, बन्ड। ओभरकुक्ड ओभरकुक्ड भनेको धेरै पाकेको, धेरै पाकेकोलाई इङ्ग्लिसमा ओभरकुक्ड भनिन्छ, ओभरकुक्ड। कम पाकेकोलाई इङ्ग्लिसमा अन्डरकुक्ड भनिन्छ, अन्डरकुक्ड भनेको कम पाकेको, अन्डरकुक्ड। बाँकी रहेको खानालाई इङ्ग्लिसमा के भनिन्छ? लेफ्ट ओभर्स, लेफ्ट ओभर्स भनेको बाँकी रहेको खाना, लेफ्ट ओभर्स। पस्किनुलाई इङ्ग्लिसमा के भनिन्छ? सर्भिङ भनिन्छ। पस्किनुलाई इङ्ग्लिसमा के भनिन्छ त? सर्भिङ भनिन्छ, सर्भिङ। सजाउनु खानालाई के भनिन्छ? गार्निस भनिन्छ। सजाउनुलाई खाना सजाउनुलाई इङ्ग्लिसमा के भनिन्छ? गार्निस भनिन्छ। गार्निस भनेको सजाउनु, गार्निस। सुरुवाती परिकारलाई इङ्ग्लिसमा के भनिन्छ त? एपटाइजर भनिन्छ। एपटाइजर भनेको सुरुवाती परिकार, एपटाइजर, APPETIZER एपटाइजर भनेको सुरुवाती परिकार। मुख्य परिकारलाई इङ्ग्लिसमा के भनिन्छ? मेन कोर्स भनिन्छ। मेन कोर्स भनेको मुख्य परिकार, मेन कोर्स। त्यस्तै मिठाईलाई अथवा गुलियो चिजलाई इङ्ग्लिसमा डिसर्ट भनिन्छ। डिसर्ट भनेको मिठाई, डिसर्ट, DESSERT डिसर्ट भनेको मिठाई। सो गाइज, आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? मन पर्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गर्नुहोला। कुनै सुझाव, सल्लाह अनि प्रतिक्रियाहरू छन् भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। तपाईँको सुझाव, सल्लाह अनि प्रतिक्रिया अनुसार तपाईँका लागि नयाँ अनि फरक खालका क्लासहरू लिएर आउनेछु। सो आजलाई यति नै। अब हामी अर्को भिडियोमा भेट्नेछौँ। सी यू नेक्स्ट भिडियो। Thank you for watching English Learning.